हुर्किँदै गर्दाखेरि अलिकति अझै ठुलो हुँदाखेरि मैले गानाहरू सुन्दै आएँ क्या। अनि गानाहरू सुनिसकेपछि गानाहरू पनि कस्तो हो भन्दाखेरि हाम्रो भोजपुरीमा कस्तो गाना हुन्छ भन्दाखेरि के कुरा ट्रेन्डिङमा छ क्या। ट्रेन्डिङमा के छ, जस्तो कि मोए मोए आएको थियो नि, याद छ तपाईँहरूलाई? मोए मोए भन्ने छ नि होइन, त्यसमा हाम्रो भोजपुरी सिङ्गरहरूले गाना बनाइदिएको छ क्या। जे कुरामा पनि गाना आउँछ क्या हाम्रो। फेरि जस्तो मोए मोए कस्तो छ भन्दाखेरि आजुले पलङ हमर कैलख न चोय चोय सेजिया पे रखे पिया करे लागस मोए मोए। एउटा अझै ट्रेन्डिङ कुरा के आएको थियो भन्दाखेरि किस कलर की चड्डी पेने हो भन्ने, याद छ? याद छ नि होइन? यसमा त झन् दुईवटा गाना आइसक्यो क्या। किस कलर की चड्डी पेने हो भन्दाखेरि फोनमा लगा के पूछे केने बाडा हो, कौना कलर के चड्डी राजा पहने बाडा हो। यो एउटा भयो होइन। अनि अर्को के छ भन्दाखेरि चाहे डाल रङ चाहे डाल पानी साँच कहतानी बिना चढिएको बानी। जे कुराको पनि ट्रेन्डिङमा के कुरा छ त्यो सबै कुराको हाम्रो गाना आउँछ। जस्तो कि अहिले भर्खर आन्दोलन भयो नि, जेनजी आन्दोलन होइन, यसमा पनि गाना आइसक्यो क्या। जस्तो कि ठिक गरेनौ रे के पिओली स्टुडेन्टलाई गोली हानेर भागेर कहाँ जान्छौ जेनजीले मार्छ तानेर। मलाई जेल जानु छैन होइन, तर यो गाना छ क्या, सिरियसली यो गाना छ।